नमस्ते, म टेक गुरुङ संयुक्त राज्य अमेरिका साउथ डाकोटा राज्यको सुपल सिटीबाट। म आज दोस्रो पटक तपाईहरुको माझमा भिन्न किसिमले मैले यो डिएक्सन को प्रोडक्टको बारेमा र कसरी यो प्रोडक्ट खाएर प्रयोग गरेर बिरामीहरू जाति गर्छ भन्ने बारेमा र स्वयं म आफै यो प्रोडक्टलाई प्रयोग गरेर म आफै बिरामीहरूलाई जाति भएको म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। र आज भन्दा म 12-13 वर्ष अगाडिदेखि नै मेरो मलाई लागेको रोगहरू धेरै रोगहरूले मलाई च्यापेको रहेछ। मलाई त्यति थाहा भएन र मलाई पहिला फर्स्टमा लागेको बिराम मैले थाहा पाएको बिराम चाहिँ मलाई रिङ्गडा लाग्ने, टाउको धेरै दुख्ने र पछाडिपट्टि मेरो टाउकोको मुनिपट्टि धेरै पोल्ने र मुटुमा चिसोपना आउने र थोरै डर लाग्ने भएकोले गर्दाखेरि मैले डाक्टरकोमा गएर चेकअप गर्दाखेरि मलाई के भन्यो भने तपाईको लिकेज डिप्रेसन हो भनेर प्रमाणित गरायो। र त्यसै सिलसिलामा मलाई अर्को बिराम पनि मलाई ग्यास्ट्रिक थियो र अल्सर पनि थियो र त्यसले गर्दाखेरि मलाई ढाडको नसाको बिराम पनि थियो र मैले धेरै ठाउँ उपचार गर्दै आउँदाखेरि अहिले हालमा आएर अमेरिकामा आएपछि मलाई धेरै यो बातको रोगीले पनि मलाई च्याप्यो र त्यसले गर्दाखेरि मैले डाक्टरकोमा गएर चेकअप गराएर दबाईहरू खाँदाखेरि केही पनि मलाई हुन्थेन र त्यसैले मैले यो रातो च्याउ डिएक्सन कम्पनीले बनाएको रातो च्याउको प्रोडक्टको बारेमा मैले धेरै हल्ला अरूहरूले भनेको सुनेको थिएँ र त्यसैले गर्दाखेरि मैले यो कहाँ पाइन्छ भन्ने बारेमा मैले रिसर्च गर्दाखेरि मलेसियाबाट मैले यो रातो च्याउ यो प्रोडक्टको बारेमा मैले यहाँ ल्याउन सकेँ र त्यसैले मैले अहिले हालमा आएर यो प्रोडक्ट अहिले खाँदैछु र यो डिएक्सन प्रोडक्टको यो आरजीजीएल मैले खाएको अहिले 9 महिना पूरा भएर 10 महिना लाग्यो र 10 महिना पछि म आफै महसुस भएको छ कि म जाति भएको भनेर र त्यसपछि मैले डाक्टरकोमा गएर मेरो कुनै पनि बिरामहरू चेकअप गराउँदाखेरि स्वास्थ्य भइसकेको छ र एकदमै नर्मल रूपमा तपाई छ भनेर डाक्टरले मलाई एउटा सल्लाह सुझाव दिएकोले गर्दाखेरि म धेरै खुसी छु। र यो डिएक्सन कम्पनीको यो गानाडोरमा रातो च्याउको तपाईहरुले कुनै खादै हुनुहुन्छ र खाएको छैन भने पनि कुनै बिरामीहरू तपाईहरु हुनुहुन्छ भने विश्वासको साथ तपाईहरुले 30 हप्ता भनेर 7 महिनादेखि लिएर 8-9 महिना तपाईले खानु भएमा तपाईहरुमा एकदम विश्वास आउनेछ र तपाईले यदि लिनु भएमा यो पक्का तपाईहरुको बिरामलाई जाति गराउँछ। र तपाईहरुको माझमा म यो रातो च्याउ अर्थात गानाडोर्माको प्रयोग गर्दै अब मैले भनौं न आफन्तहरुलाई र बिरामीहरुलाई चाहिँ यसरी खानुपर्छ भनेर उहाँहरुलाई सिकाइसकेपछि उहाँले यो प्रयोग गर्दै खाइसकेपछि उहाँले जाति भएको प्रतिक्रिया चाहिँ तपाईहरुले हेर्न सक्नुहुनेछ। यहाँ ब्याक साइडमा स्क्रिनमा तपाईहरुले देख्न सक्नुहुनेछ। मलाई बिमार जस्तो लागेको थियो भने मलाई साह्रो नराम्रो टाउको दुख्ने रियाटो घुम्ने कोही बेला छप्पा जस्तो मेरो लाग्ने साह्रो मलाई बिमारले चाहिँ बन्दै छोडेको थिएन। कति मैले दबाई खाएँ हस्पिटलमा मलाई छोडेन, दबाई छोडेन। मलाई भुँडी दुख्ने, मेरो खुट्टा सबै दिन दुख्ने, टाउको दुख्ने, रिगाटो सबै दुख्ने मलाई। म चाहिँ अब हरेस लाग्यो, म चाहिँ अब बाँच्दिन रहेछु भनेर मैले मारिसकेँ। मेरो जिउलाई मैले मारिसकेँ। अहिले मलाई यो दबाई खान थालेपछि मलाई एकदम राम्रो नाजिमान मलाई फर्काइदिनु, यो दबाईले फर्कायो मलाई, एकदम राम्रो भयो यो दबाईले। यो बोटाको 4 गोली, यो बोटाको 4 गोली, 7 गोली यो बोटाको खान्छु, यो 3 बेरको खान्छु। यो च्याउ बिहान चिया यो दबाई बिहान बेलुका आधी खान्छु। मलाई एकदम राम्रो भएको छ। नमस्कार, म धनमाया गुरुङ। मेरो रोग चाहिँ पथरिया,
मुटुको रोग थियो, धेरै टाउको पनि दुख्ने, रिङ्गाटो चल्ने यो बिमारहरू थियो। हस्पिटल गएर दबाई खाएँ, दबाई खाँदा पनि भएन, त्यतिकै अब रोगी भएर बसिरहेको छु। अहिले चाहिँ यो डिएक्सनको दबाई, रातो च्याउको दबाई भेटाएर अहिले यो दबाई खाँदैछु। यसले राम्रो भयो मलाई। यो 4 गोली खान्छु, यो भने 4 गोली आर्जेल, यो 3 दिनको खान्छु। भन यो कफी खान्छु, यो कफी त म डेली खान्छु। यो 6 गोली खान्छु। नमस्ते, म हर्क ढुङ्गेरीपुरेको हुँ र मैले चाहिँ म धेरै यो विभागको चाहिँ अब ग्यास्ट्रिक, प्रेसर, सुगरको धेरै रोगी थिएँ म र धेरै दबाई पनि मैले खाएँ, अरू अब दबाई धेरै खाएँ, तर त्यो दबाईले पनि मलाई साह्रै पार लागेन। हस्पिटलको दबाई पनि म खाइरहेको छु र पनि पार लागेन। र आज चाहिँ आजभन्दा 5 महिना 6 महिना अगाडि यो रातो च्याउ भन्ने औषधको कुरो सुनेको थियो र त्यो दबाई मैले फेला पनि परेर मैले खाएँ। त्यो खाँदै ल्याएपछि चाहिँ अहिले धेरै नै मलाई राम्रो भएर आएको छ र मलाई यसमा धेरै विश्वास पनि लाग्यो। र कतिपय थाहा नहुन सक्छ तपाईहरुलाई, र यदि तपाईहरुलाई कुनै पनि सहयोग चाहिएमा तपाईहरुको लागि म हरदम सहयोग गर्नेछु र तपाईहरुलाई मलाई कन्ट्याक्ट गर्नु यदि सक्नुहुनेछ। र मेरो कन्ट्याक्ट नम्बर 7013187969 मेरो फोन नम्बर हो। र तपाईहरुले कुनै पनि समयमा तपाईहरुले कल गर्नु भएमा मैले जानेको कुराहरू सरसल्लाह र सहयोग म गर्ने नै छु भन्ने बाचाका साथ आजको मेरो दोस्रो एपिसोडलाई यही अन्त्य गर्न चाहन्छु। हस्त, नमस्ते, धन्यवाद।